नमस्कार सबै साथीभाइलाई र स्वागत छ मेरो भिडियोमा। आज चाहिँ म तपाईहरुलाई यो गुगल एर्थबाट आफ्नो गाउँ बस्ती जिल्ला हेर्नलाई सिकाउँदै छु। कस्तो लाग्छ भिडियो हेरेर कमेन्ट गर्नु होला है त। फर्स्टमा यसरी तपाईहरुसँग गुगल अर्थको एप्लिकेसन छैन भने प्ले स्टोरमा गएर डाउनलोड गर्नु होला। मेरोमा चाहिँ अलरेडी पहिल्यैबाट डाउनलोड भएको कारणले म डाइरेक्ट गुगल अर्थमा गएँ। यसरी जाने र यहाँ सर्च बारमा तपाईको आफ्नो जिल्ला वा गाउँको नाम लेख्नुहोस्, सर्च गर्नुहोस्। यसरी म चाहिँ ताप्लेजुङको भएर ताप्लेजुङको बारेमा हेर्दै छु है। यसरी ताप्लेजुङ यसरी सर्च गर्नुहोस्। सर्च गरिसकेपछि तपाईको गाउँ कहाँ हो यसरी हेरेर पत्ता लगाउन सक्नुहुनेछ यो गुगल अर्थबाट। मेरो चाहिँ अब ताप्लेजुङको फुङलिङ नगरपालिका पर्छ, त्यही भएर फुङलिङ नगरपालिकाको पहिले त ताप्लेजुङको ठुलो नदी तमुर नदी, यो चाहिँ ट्याक्क तमुर नदी पर्छ हैन। मेरो चाहिँ यहाँ तमुर नदीबाट अलि माथि पर्छ फुङलिङ नगरपालिकामा पर्छ। मेरो चाहिँ गाउँ यस्तो छ, हेर्नु होला। तपाई गाउँको नाम पनि सर्च गर्न सक्नुहुनेछ। मेरो चाहिँ बहानन्दे बजार भनेर यसरी सर्च गरेपछि अझै सजिलो हुन्छ हेर्नलाई हैन। यसरी सर्च गरेर आफ्नो गाउँ ठाउँ सजिलै हेर्न सक्नुहुन्छ। भिडियो कस्तो लाग्यो लाइक कमेन्ट गरिदिनु होला। हस्त धन्यवाद।